सो रिसेन्टली चाहिँ मेरो F1 भिजा ग्रान्ट भएको छ अनि अफिसरले चाहिँ मलाई 4टा क्वेसन नै सोधेर भिजा दिनुभयो। मेरो टाइम पनि लगभग 1 देखि 1.5 मिनेटसम्मै भयो होला इन्टरभ्यू पनि। माई फर्स्ट क्वेसन वाज वाइ डिड यु चुज कम्प्युटर साइन्स भनेर। अनि मैले भने मलाई के भन्छ यो टेक्नोलोजीको एरा हो या डिजिटल वर्ल्ड भइसक्यो अहिले यस्तो भनेर भनेको थिएँ। अनि त्यसपछि मैले आफ्नो हाई स्कुल पढ्दाखेरि प्रब्लम सल्भिङ र टेक्निकल स्किल्समा एकदम डिप इन्ट्रेस्ट राखेको छु भनेर भनेको थिएँ। अनि त्यसपछि उहाँले चाहिँ मलाई प्रब्लम सल्भिङ गर्न मनपर्छ भनेर प्रब्लम सल्भिङमा इन्ट्रेस्ट छ भनेर सोध्नुभएको थियो। अनि मैले छ प्रब्लम सल्भिङमा स्किल के भन्छ इन्ट्रेस्ट भनेर भनेको थिएँ। अनि उहाँले मलाई त्यसपछि कस्तो खाले प्रब्लम सल्भ गर्नुभयो त, कलेजमा केही प्रब्लम सल्भ गर्नुभएको छ कि छैन भनेर सोध्नुभएको थियो। अब यो क्वेसनमा चाहिँ म अलिकति आत्तिएको थिएँ, त्यही पनि मैले आफूलाई हल्का काम भएर अलिकति मिलाएरै एन्सर भनेको थिएँ। नाइस अफिसर, हामीलाई के भन्छ कलेजमा त यस्तो गराउनु हुँदैन प्रब्लम सल्भिङ, हामीलाई कम्प्युटरमा काम गराउनु कम्प्युटरमा प्रोग्रामिङ सिकाउनुहुन्छ, तर त्यस्तो भास्टली केही पनि सिकाउनु भएको छैन त्यस्तो प्रब्लम सल्भिङ भनेर। अनि त्यसपछि बाहिर के गर्नु भएको छ प्रब्लम सल्भ त्यस्तो केही छ भनेर सोध्नु भएको थियो। अनि त्यसपछि बाहिरको अर्गनाइजेसनमा बरु काम गरेर यो कम्पनीको यो काम गर्नको लागि मैले के भन्छ प्रब्लम यो सिकेको छु भनेर भनेको थिएँ। अनि उहाँले त्यसपछि मलाई यो क्वेसनमा चाहिँ आत्तिएको थिएँ, त्यही पनि मैले कामली नै बसेर एन्सर दिएँ। अनि त्यसपछि उहाँले मलाई फ्यामिलीको स्पोन्सरको बारेमा सोध्नु भएको थियो। अनि मैले भने के भन्छ मेरो फ्यामिलीले मलाई स्पोन्सर गर्दै हुनुहुन्छ यताउति भनेर भन्दै थिएँ सुरुमा। अनि मेरो I-20मा मेरो COA यति छ र मैले यति स्कलरसिप खाएको छु भनेर पनि भने। त्यो सब भनिसकेपछि अनि उहाँले मलाई के भन्छ ग्रेजुएसन पछि यो के प्लान छ त भनेर सोध्नु भएको थियो। अनि मैले ग्रेजुएसन पछि म नेपालमा स्टार्टअप खोल्छु अनि टेक फर्म्सले के भन्छ आई वान्ट टु कोलाबोरेट विथ नेप्लिस टेक फर्म्स एन्ड आई वान्ट टु स्टार्ट माई ओन बिजनेस त्यसरी नै भन्दै थिएँ। टु ब्रिज द ग्याप बिट्विन इन्टरनेसनल एडभान्समेन्ट एन्ड लोकल इन्डस्ट्री निड्स के यस्तो भन्दै थिएँ। अनि उहाँले त्यति भन्दा भन्दै मलाई भिजा दिनुभयो, त्यो सक्यो। अनि यति यो जर्नी बिचमा चाहिँ मलाई सबसे धेरै हेल्प गर्नुभएको चाहिँ एडमिज हुनुहुन्छ। यहाँनिरको के भन्छ म्याम दिदी सरहरू सबैजना एकदम राम्रो र हेल्पफुल पनि हुनुहुन्छ। अनि यहाँको पढाउने स्टाइल र इन्डिभिजुअल फोकस छ, त्यही भएर चाहिँ मलाई यहाँ पढ्न इन्ट्रेस्ट पनि लाग्यो। अनि त्यसपछि त्यही भएर त्यस्तै भएर